पानी पर्दाखेरि कसरी बस्नुहुन्छ त तपाईँ त्यहाँ? बस्नुहुँदैन, घर जान्छु। ए बस्नुहुन्न। कतिको गाह्रो हुने रहेछ रोडमा बसेर होमवर्क गर्न फरमान? धेरै गाह्रो छ। गाह्रो छ। कति कमाउनुहुन्छ भाइ? 200। यसरी कमाइ गरेर आफ्नो खर्च पनि टार्नु भएको छ, स्कुलको फी पनि तिर्नु भएको छ, आफ्नो खाना पनि त्यसैबाट आफै कमाएर खानु राख्नु भएको छ। कति वर्षको हुनुभयो तपाईँ? 12। के बन्ने सपना छ फरमान तपाईँको? डक्टर बन्ने सपना छ। आर्थिक अवस्था गाह्रो छ, तपाईँ रोडमै बसेर आफ्नो होमवर्क पनि गर्दै हुनुहुन्छ, आफ्नो आर्थिक अवस्थाहरू पनि जुटाउँदै हुनुहुन्छ। भोलिबिहान देशको कर्णधार रोडमा बसेर आफ्नो होमवर्क पनि गर्दै लागिरहेको र आफ्नो खर्च पनि जुटाइराखेको यो दृश्यले पक्कै पनि उहाँलाई पनि ध्यानाकर्षण होस् हैन। बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ, थाहा छ तपाईँलाई? थाहा छ। तपाईँको यो साहस सानै उमेर भए तापनि उमेर सानै भए तापनि तपाईँले जुन साहस जुटाउनु भएको छ अत्यन्तै सराहनीय छ हैन। पक्कै पनि सहयोग गर्नेछन्, तपाईँको सपना पक्कै पनि पुरा गर्नेछन्। होमवर्क गर्ने तपाईँको टाइम कतिखेर हो? होमवर्क भइहाल्छ। त्यही रोडमै बसेर सक्नुहुन्छ तपाईँले होमवर्क? सक्छ। पछिल्लो समय टिकटकमा भाइरल भएका एकजना भाइ जसलाई सहयोग गर्ने धेरैले अपेक्षा राख्नु भएको थियो र कसरी सहयोग गर्न सकिन्छ भन्ने कुराले गर्दाखेरि उहाँलाई हामीले यहाँसम्म निम्ताएका छौँ। भाइ नमस्ते, स्वागत छ। नमस्ते। नमस्ते, सन्चै हुनुहुन्छ? हजुरको नाम के पो अरे भाइ? फरमान। फरमान। तपाईँको टिकटकमा तपाईँको धेरैले भिडियो हेर्नु भएको छ। तपाईँले वेट नाप्ने मेसिन अगाडिपट्टि राख्नु भएर टक्क आफ्नो गृह कार्य गरिराख्नु भएको देखा अथवा होमवर्क गरिराख्नु भएको छ हो? कति वर्षदेखि तपाईँले यसरी गर्दै हुनुहुन्छ? 1 वर्ष। किन यस्तो गर्नु परेको हो थाहा छ तपाईँलाई? घरको आर्थिक अवस्थाले है। कस्तो लाग्दो रहेछ, गाह्रो हुन्छ नि है। कतिखेर बस्नुहुन्छ तपाईँ त्यसरी? 5 बजेदेखि। 5 बजेदेखि। घरमा को हुनुहुन्छ? म मात्रै। एक्लै बस्नुहुन्छ? ठुलो बनेमा बस्नुहुन्छ अरे हो? कोठाबाल कति छ भाइको? 8000। अनि त्यो तिर्ने पैसा चाहिँ घरबाट पठाउनुहुन्छ कि तपाईँले त्यही वेट नाप्ने मेसिनबाट लिएको पैसा उठाएको पैसाबाट गर्नुहुन्छ त? वेटबाट आएको पैसा उठाउनुहुन्छ। कति कमाउनुहुन्छ भाइ? 200। 200 दिनको है। अनि तपाईँको नाम के पो भन्नुभयो अरे? फरमान। फरमान हो है। घरमा बुवा मम्मीहरूले पठाउनुहुन्न पैसा, आफै जो गर्नुहुन्छ हैन त? अनि फरमानले भोलि बिहान यसरी बुवा मम्मी पनि साथमा हुनुहुन्न, एक्लै बस्नु भएको छ, यसरी कमाइ गरेर आफ्नो खर्च पनि टार्नु भएको छ, स्कुलको फी पनि तिर्नु भएको छ, आफ्नो खाना पनि त्यसैबाट आफै कमाएर खानु राख्नु भएको छ। कति वर्षको हुनुभयो तपाईँ? 12। 12 वर्षको हुनुभयो। कतिमा पढ्नुहुन्छ नि? 3। के बन्ने सपना छ फरमान तपाईँको? डक्टर बन्ने सपना छ। आर्थिक अवस्था गाह्रो छ, तपाईँ रोडमै बसेर आफ्नो होमवर्क पनि गर्दै हुनुहुन्छ, आफ्नो आर्थिक अवस्थाहरू पनि जुटाउँदै हुनुहुन्छ। सम्भव छ तपाईँ डक्टर बन्ने सपना? छैन, किन नि? हजुर? अवस्थाले गर्दाखेरि दिइराखेका छैन, सम्भव छैन। र पनि तपाईँको सपनाले पक्कै पनि साकार हुनेछ। तपाईँलाई सहयोगी दाताहरू यतिखेर सहयोग गर्ने भनेर प्रतिबद्धता जनाउनु भएको छ हैन। पक्कै पनि सहयोग गर्नुहुनेछ, आफ्नो खर्च पक्कै पनि जुटाउनुहुन्छ तपाईँले। तपाईँको यो साहस सानै उमेर भए तापनि तपाईँले जुन साहस जुटाउनु भएको छ अत्यन्तै सराहनीय छ हैन। पक्कै पनि सहयोग गर्नेछन्, तपाईँको सपना पक्कै पनि पुरा गर्नेछन्। तपाईँको यतिखेर प्रधानमन्त्री बालेन शाह, तपाईँ जस्तो भोलि बिहान देशको कर्णधार रोडमा बसेर आफ्नो होमवर्क पनि गर्दै लागिरहेको र आफ्नो खर्च पनि जुटाइराखेको यो दृश्यले पक्कै पनि उहाँलाई पनि ध्यानाकर्षण होस् हैन। बालेन शाह प्रधानमन्त्री हुनुहुन्छ, थाहा छ तपाईँलाई? थाहा छ। तपाईँलाई प्रधानमन्त्रीसम्म केही भन्ने कुरा, केही इच्छा छ? केही छैन। तपाईँको इच्छा आकाङ्क्षा, तपाईँको सपना परिपूर्तिको लागि सरकारले पनि केही हेर्दै हुन्थ्यो नि भन्ने खालको त पक्कै होला नि त? त्यो पनि छैन। ओहो, स्कुलमा सर म्यामले के भन्नुहुन्छ तपाईँलाई? तपाईँले त्यसरी रोडमा बसेर वेट नाप्दै पैसा सङ्कलन गरेर आफ्नो खर्च टार्नु भएको छ, स्कुल फी तिर्दै हुनुहुन्छ भन्ने कुरा सर म्यामले थाहा छ कि नै त? थाहा छ। थाहा छ? के भन्नुहुन्छ अनि?
यो चाहिँ किन यस्तो काम गर्छ अँ भन्नुहुन्छ भन्नुहुन्छ है। तपाईँले बोल्न अप्ठ्यारो लागेको हो फरमान हो है, गाह्रो पनि भएको होला। स्कुलबाट कति बजी आउनु भएको थियो? 3 बजे 3 बजी आउनु भएको थियो। अनि कति बजे स्कुलबाट आएर के खानुभयो त तपाईँले? त्यो होटलमा खायो हजुर होटलमा भात खायो भात खानुभयो? ए खाना खाएर निस्किनु भयो हो काममा। अनि गएर तपाईँले 8 बजीसम्म त्यहाँ काम गर्नुहुन्छ भन्ने कुरा आएको छ होइन? अनि गएर खाना खानुहुन्छ, खाना खाएर आएर काम गर्नुहुन्छ, त्यसपछि गएर सुत्नुहुन्छ हो? होमवर्क गर्ने तपाईँको टाइम कतिखेर हो? होमवर्क भइहाल्छ त्यही रोडमै बसेर सक्नुहुन्छ तपाईँले होमवर्क? सक्छ घरमा गएर त सुत्ने मात्रै होइन? कतिको गाह्रो हुने रहेछ रोडमा बसेर होमवर्क गर्न फरमान? धेरै गाह्रो छ गाह्रो छ। के भन्छन् तपाईँले त्यसरी होमवर्क पनि गरिराखेको, कमाइ पनि गरिराखेको दृश्य देख्दै गर्दाखेरि त्यहाँ बुद्ध गुम्बामा पूजाआजा गर्न आउने मान्छेहरूले के भन्छन् तपाईँलाई? के भन्नु हुँदैन के भन्नुहुन्न? के न के त भन्नुहुन्छ होला नि? किन दुःख गरेको यसरी, तपाईँको को हुनुहुन्छ, के हुनुहुन्छ भनेर सोध्नुहुन्छ होला नि होइन? सुन्नु कसैले सोध्दैन? कसैले दया देखाएर 1-2 रुपियाँ बढी दिन्छ कि दिँदैन त? दिन्छ जुन दिन मान्छे बाइकबाट गाडीबाट आउने मान्छेले ए बाइकबाट गाडीबाट आउने मान्छेले तपाईँले सहयोग गर्छन् होइन? हो अनि त्यो वेट नापेर अलिक बढी पैसा दिनेहरू पनि हुन्छन्। हो तपाईँले कहिलेकाहीँ फरमानले स्कुलबाट आउनुहुन्छ त्यहाँ वेट नाप्ने मेसिन राखेर कहिलेकाहीँ कति पनि पैसा नकमाएर त्यत्तिकै घर फर्केको त्यस्तो समय छ कि छैन? छ एकचोटि एकचोटि छ? पानी पर्दाखेरि त घर फर्काउनु परिहाल्यो ए पानी पर्दाखेरि कोही पनि हिँड्नुहुन्न, कमाइ नै हुँदैन। पानी पर्दाखेरि कसरी बस्नुहुन्छ त तपाईँ त्यहाँ? बस्नु हुँदैन घर जान्छ ए बस्नुहुन्न। पछिल्लो समय तपाईँले त्यो जुन खालको तपाईँलाई सहयोग गर्नुभएको थियो होइन वज्रजीले, पछिल्लो समय तपाईँले सहयोग लिएर जाँदै गर्दाखेरि तपाईँले भेटेन भन्नुभएको थियो नि? भेट्नुभयो सहयोग दिनुभयो पछि फेरि सहयोग सङ्कलन गरेर लिएर गएको थिएँ तर भाइले भेट्न सकेन भनेर पोस्ट गर्नुभएको थियो टिकटक। भेट्नु भइसक्यो भेट्नु भइसक्यो? ए अनि तपाईँले सहयोग धेरैले गर्ने भनिराखेका छन् के? कसरी गर्न सकिन्छ त तपाईँले सहयोग चाहिँ यहाँनिर? अनि त तपाईँको ब्याङ्क एकाउन्ट छ? छैन कसरी गर्न सकिन्छ? त्यही सेम्बुबाट आएर त्यहीँबाट सहयोग गर्न सकिन्छ त्यही स्वयम्भू जहाँ तपाईँ बस्नुहुन्छ त्यहीँ आएर सहयोग गर्न सकिन्छ भन्ने कुरा हो? हो ए अनि तपाईँलाई त्यहाँ आएर कतिखेर भेट्न सकिन्छ त? 5 बजेदेखि 5 बजीदेखि साँझ होइन? बिहान चाहिँ बस्नुहुन्न तपाईँ? कहाँनिर ठ्याक्कै भनिदिनुहोस् त स्वयम्भू कहाँनिर बस्नुहुन्छ तपाईँ? त्यहाँ मान्छे बोल्ने ठाउँ मान्छे बोल्ने ठाउँको नजिकै बस्नुहुन्छ। तपाईँको टिकटक धेरैले हेर्नु भएको छ, धेरैको आँखामा परेको छ, धेरै भाइरल हुनुभएको छ क्या? तपाईँलाई थाहा छ कि छैन यो कुरा? थाहा छैन थाहा छैन है? भन्छन् कि भन्दैनन् तपाईँले वरपर हिँड्ने मान्छे भाइ त भाइरल भएको छ भनेर भन्छन् कि भन्दैनन्? भन्छ गुल मान्छेले अनि यो भाइरल भन्ने कुरा के हो थाहा छ कि नै तपाईँलाई? थाहा छ के होला यो भाइरल भन्ने कुरा के रहेछ यो कुरा थाहा छैन है? धेरै मान्छेहरूले हेरिने कुरालाई चाहिँ भाइरल, पहिला पहिला चर्चित भनिन्थ्यो, अहिले भाइरल भनिन्छ क्या होइन? धेरै मान्छेहरूले हेर्नु भएको छ तपाईँको भिडियोमा कसरी सहयोग गर्न सकिन्छ, म जसरी सहयोग गर्छु भनेर त्यहाँ कमेन्टहरू धेरैले गर्नुभएको छ। पक्कै पनि ती व्यक्तिहरू तपाईँ बसेको ठाउँमा, तपाईँ बस्ने ठाउँमा पक्कै पनि आएर सहयोग गर्नुहुन्छ होला र टाढा टाढाबाट हेरेर सहयोग गर्न खोज्नेहरूलाई पनि पक्कै पनि तपाईँले आफ्नो बुवा अथवा आमा सम्बन्धित त्यहाँ टिचरहरूको अथवा कुनै पनि व्यक्ति राम्रो मान्छेको जसले तपाईँका आएका सहयोगहरूलाई अनियमितता नगरोस् होइन, यताउता केही पनि नगरोस्, त्यस्तो व्यक्तिको ब्याङ्क खाता दिँदा पनि होला है, जसले तपाईँको आएको सहयोगलाई तपाईँकै नाममा ब्याङ्क खोलेर राखिदियोस्। भोलि बिहान तपाईँले देखेका सपना पक्कै पनि पुरा हुन्। त्यो पैसा ब्याङ्कबाट निकाल्दै तपाईँले आफ्नो पढाइमा लगानी गर्न सक्नुहोस् भन्ने चाहन्छौँ होइन? अब तपाईँलाई धेरैले हेर्नु भएको छ, के भन्न चाहनुहुन्छ त? सबैलाई मलाई भन्नुहुन्छ धन्यवाद धन्यवाद मात्रै हो? सहयोग गरिदिनुहोस् यताउति केही पनि छैन मनमा होइन? किन त्यस्तो मन आउँदैन तपाईँलाई कि भन्न नसक्नु भएको हो? होइन मन आउँदैन मन लाग्दैन? सहयोग गर्नुहोस् भन्ने मन पनि लाग्दैन होइन? स्वेच्छाले कसैले सहयोग गर्छ भने गर्न सक्नुहुन्छ होइन? ल ठिक छ, तपाईँले चाँडैभन्दा चाँडै तपाईँको बुवा मम्मीसँग सम्पर्क गराएर तपाईँको नाममा हामी ब्याङ्क एकाउन्ट खोल्न लगाएर तपाईँको सहयोग आउने सहयोगहरू त्यहाँ जम्मा गरिदिने
कुराकानी हामी तपाईँको स्कुलमा गएर पनि तपाईँको टिचरहरूलाई भन्ने छौँ। तपाईँको बुवा आमाको नम्बर छ कि छैन? छैन। कसरी कुरा गर्नुहुन्छ त तपाईँले घरमा चाहिँ? कुरा गर्दैन घरमा। कुरै गर्नुहुन्न? घरमा बुवा आमा बिरामी हुनुहुन्छ कि सन्चो छ कि बिसन्चो छ कि घरमा दाजुभाइ दिदीबहिनी के गर्दैछन् भन्ने कुरा समाचार पाउनाले के गर्नुहुन्छ त तपाईँले? के गर्नु हुँदैन। केही पनि गर्नुहुन्न? अब दाइ आएर त कुरा भइहाल्छ। कहिले आउनुहुन्छ दाइ तपाईँको? दाइ भोलि आउनुहुन्छ। भोलि आउने कुरा छ? छ। त्यसो भए तपाईँको दाइसँग हामी कुराकानी गरेर तपाईँको ब्याङ्क एकाउन्ट खोल्न लगाएर तपाईँको नागरिकता पनि बनिया छैन होला? के भन्नु है? तपाईँको बुवा मम्मीको पक्कै पनि राष्ट्रिय परिचय पत्र होला हैन? राष्ट्रिय तपाईँको बुवा मम्मीको नामबाट राष्ट्रिय परिचय पत्र भयो भने तपाईँको ब्याङ्क एकाउन्ट खोल्छ जस्तो लाग्छ हामीलाई हैन? त्यही कारणले गर्दाखेरि तपाईँले कसरी हुन्छ आएका सहयोगहरू तपाईँको एकाउन्टमा राखेर भोलि बिहान तपाईँले आफ्नो पढाइ खर्चमा त्योबाट चलाउन सक्नुहुनेछ। जुन कारणले गर्दा तपाईँ पैसाको अभावले कारणले गर्दाखेरि तपाईँ रोडमा आएर पढ्नुपर्ने जुन खालको अवस्था छ त्यस्तो अवस्था सिर्जना नहोस् भन्ने हामी कामना गर्छौँ। तपाईँले धेरै कुरा गर्न चाहनु बाबु, किन भन्दाखेरि तपाईँ धेरै सानो हुनुहुन्छ। हामीले लिएर आउनु अथवा यहाँ कुरा गराउनुको कारण नै के थियो भन्दाखेरि सहयोग गर्न खोज्नेहरूले कमसेकम सहयोग गर्न सकुन्। भाइले जुन अवस्था पैसाको अभावको कारणले गर्दाखेरि बाटोमा आएर वेट मेसिन राखेर त्यहीँ होमवर्क गरिराखेको अवस्था छ, त्यस्तो अवस्था नहोस् भन्नु यही नै हाम्रो उद्देश्य हो। र तपाईँलाई हामीले त्यसरी भिडियो कन्टेन्ट बनाएर धेरै तपाईँबाट त्यसो व्यक्तिगत स्वार्थको मनसाय राखेर त्यसो गर्न खोजेका होइनौँ है। तपाईँलाई यति मात्र यो 4-5 मिनट तपाईँको आफ्नो इच्छा आकाङ्क्षा तपाईँले सहयोग कसरी गर्न सकिन्छ, तपाईँको ब्याङ्क एकाउन्ट छ कि छैन र कसरी सम्बन्धित मान्छेहरू तपाईँसँग आएर चाहिँ सहयोग गर्न सक्छन्, तपाईँसँग कसरी सम्बन्धित मान्छेहरू आएर तपाईँसँग सम्पर्क हुन्छन्, जोडिन सक्छन् भन्ने कुरा मात्रै हाम्रो यही नै लक्ष्य हो है। ल हुन्छ, तपाईँको सपना पुरा होस् हामी कामना गर्छौँ। जुन सपना बोकेर डक्टरको सपना बनेर बोकेर तपाईँ एक्लै बस्दै हुनुहुन्छ, सानै उमेरमा ठुलो जिम्मेवारी ठुलो सपना देख्नु भएको छ, पुरा होस् हामी कामना गर्छौँ। अहिले भने छुट्टिन्छौँ है त बाबु है। ल धन्यवाद, नमस्ते।